हामी कथलैयादेखि हेटौँडा जाने बाटोमा 3 नम्बर पुल नजिक छ। यो पर्सा राष्ट्रिय निकुञ्जको जग्गा हो। त्यसमा एउटा विद्यालय सञ्चालन गरिएको थियो, सरकारी विद्यालय। त्यसको भवन चाहिएको छ। त यो सडक पर्सा राष्ट्रिय निकुञ्ज र पारा वन डिभिजनको संयुक्त अपरेसनमा यो 3 नम्बर पुल नजिकको अतिक्रमित जग्गाहरू खाली गराउन लागि हो। त्यसमा बुलडोजर सुरु भएको छ। त्यसको सुरुवात विद्यालयबाट भएको छ। यो पुल पहाडी उत्तरतर्फको रहेछ, दक्षिणतर्फको अझै त्यो पसलहरूको बिजोग अवस्था छ। हुन चाहिँ त्यो सबै खाली गर्दैछ, उनीहरू समय माग्दैछ। अब हेर्न बाँकी छ। यहाँ वन सफर सबैको संयुक्त टोलीले खाली गराउन आइपुगेको छ। त्यहाँ पुल पारी त्यो भत्काउने काम सरकारी विद्यालयबाटै सुरु भएको छ। उतापट्टि सबै आफ्नो समय माग्दैछ। पसलहरू जो सडक छेउमा थापेर बसेको उहाँहरूको माग हामीलाई जे जति जग्गा भयो थोरै भएको काम गर्दै आएको हो, हामीलाई गर्न दिनु त्यो रहेछ। तर त्यसमा वन डिभिजन, राष्ट्रिय निकुञ्ज र सडकको फराकिलो जुन हुँदैछ, सडकले आफ्नो राइट अफ वे क्लियर गर्दैछ भने वनले आफ्नो जग्गा नदिनेमा अडिक